यो मिनी इलेक्ट्रिक फ्यान हो। यो लाइनदेखि पनि चल्छ अनि ब्याट्रीदेखि पनि छ। र म तपाईँलाई यो चलाएर देखाउँछु है। ल साथीहरू, यो चाहिँ 12 भोल्टको ब्याट्री हो हैन। यो चाहिँ 12 भोल्टको ब्याट्री भयो। यसमा चाहिँ यो ब्याट्रीको स्विच भयो, यो मेन स्विच भयो। यसमा चाहिँ यो ट्रान्सफर्मर छ जसले यता करेन्ट सब कन्ट्रोल गरेर यो फ्यानको लागि जति आवश्यकता पर्छ नि त्यति मात्रै करेन्ट यसले फ्याँक्छ। 12 भोल्टको करेन्ट फ्याँक्छ। यो लाइन गएको खण्डमा यसले चाहिँ काम गर्छ। लाइन गएको खण्डमा ब्याट्रीले काम गर्छ, नभए लाइनबाट चलाउँदा पनि केही फरक परेन, लाइनबाट पनि चल्छ। यसले देख्दाखेरि स्लो चलेको देखिन्छ तर यसको स्पिड चाहिँ धेरै छ है। यस्तो छ। अब यसको यो ब्याट्री र यो मोटर हेरौँ है। यसको मोटर पनि छ, यसरी बनाइएको छ। यो काठहरू युज गरेर घरको यो डन्डी भयो काठको। ल यो भयो ट्रान्सफर, यो सेपको लागि हो ट्रान्सफर। ब्याट्री चार्ज पनि हुन्छ हैन। यसो डाइरेक्ट लाइन हालिदिएपछि यताबाट लाइन हालिदियो भने ब्याट्री चार्ज पनि हुन्छ। यसरी लाइन गएको खण्डमा अटोमेटिक ब्याट्रीले काम गरि नै हाल्छ। ल तपाईहरुले पनि यसरी यो घरको काठहरू युज गरेर फ्यानहरू, इलेक्ट्रिक फ्यानहरू बनाउन सक्नुहुन्छ। यसै छ। यो पनि काठै हो, यो पनि काठ हो। आफूले जानेसम्म सकिन्छ। मसँग अरू पनि ब्याट्रीहरू पनि छ, अरू चार्जमा छ हैन। चार्ज गरेर फुल राखेको छ। अब यो चाहिँ अहिले अब यसमा चाहिँ यो फ्यानको लागि चाहिँ यो ब्याट्री मैले यसमै एट्याच गरेको छु। यसमा किला ठोकेर यसरी यो ट्युब भयो अनि यता पनि किला ठोकिएको छ। यसरी बनाइएको छ। ल यसरी बन्द भयो यो फ्यान। अब यो चाहिँ यो ब्याट्रीको लागि हो। ब्याट्रीको लाइन कट गर्ने हैन, अन अफ गर्ने स्विच हो यो। अब ब्याट्रीको लाइन यसरी यो अन गरिदियो भनेर यो अन गरिदियो भने ब्याट्री चार्ज भइरहन्छ। अब हामीले चाहिँ अब ब्याट्री पनि चार्ज गर्नु छैन भनेपछि यो स्विचलाई चाहिँ अफ गरिदिने अनि यसलाई पनि अफ गरिदिने भइहाल्छ। यो चाहिँ लाइनमा हाल्ने यो प्लग भयो। ठिकै छ। हजुरहरूले पनि यो भिडियो हेरेर बनाउन सक्नुहुन्छ। म